हेलो गाइस, दिस इज मी फुलकुमारी लिम्बू, तपाईहरुको प्यारी फुलकुमारी। कसो भन्नु पर्यो कि त्यहाँदेखि चाहिँ प्यारी मायालु। अहिले चाहिँ हामी अब यहाँ दिदीहरू नेपाल जाने भएकोले गर्दाखेरि हामी एयरपोर्टसम्मको यात्रा आजको हाम्रो। यहाँ चाहिँ हाम्रो भेना हुनुहुन्छ, हाँस्दैनन् पनि बोल्दैनन् पनि, कहिलेको रिसाइले हो देशै रमाइलो अरे। यहाँ चाहिँ हाम्रो बुच्चे। ल जाउँ है जाउँ, काका काका भतिज लो निक्ल्यो है। यहाँ हाम्रो हिरो सोल्टी हुनुहुन्छ, हाई गरिदिनुहोस्। कस्तो यो सोल्टी यति गोरो मान्छे, भिडियोमा चाहिँ जहिले कालो आएको फेरि गोरो देखाइदिनु पर्यो ल सोल्टीलाई यता गएर। यहाँ हाम्रो ह्यान्डसम सोल्टी जुत्तै नले चप्पल लाएर कुदिँदैन। सोल्टी त बिचरा एयरपोर्ट हिँडेको मान्छे, माथि चाहिँ लेदरको ज्याकेट र मुनि चाहिँ चप्पल लाएर कुद्दैछ। एयरपोर्ट पुग्दा त बेहोस भइजाने होला नि। तिमी चाहिँ के हेरेको नक्कले, खुब जान्ने जस्तो। हाई गर्थ्यो भाइ, हाई गर्नुहोस्। हाई के को पोसेको जुत्ता नलाई हिँड्ने सोल्टी है उहाँ। चप्पल लगाएको नि हुन्थ्यो त, किन जुत्ता लाउनु भएको? हजुर यहाँ चाहिँ हाम्रो निक्लिसकेको मान्छे छोराले फेरि घर एकचोटि पसाउन त भनेर हामी टोइलेट सफा गर्नु फेरि भित्र आइपुग्यौँ है। अब चाहिँ हामी टोइलेट सफा गरेर अब गाडी चढेर लाग्ने। यहाँ चाहिँ हामी फुच्चेरमा यता हेर जानु, कति छिटो घुम्छ क्या। ल हामी चाहिँ अब घरबाट हिँड्यौँ भनेर भन छ। हामी चाहिँ घरबाट अब हिँडेको, घरबाट घर गएको। यो टोपी चाहिँ एकचोटि फुकालिदिँदा यहाँ भएन। यस्तो राम्रो लुगामा यस्तो काने टोपी चाहिँ लगाइदिएर हुन्छ होइन। उसको आमाले पोको पार्न लुजाउँ हामी भन्छ घरि। हामी गएकै गाइस। यहाँ हाम्रो मान्छेको मैले हिजो कुरा गरेको थिएँ नि, कोसँग भन्नुभयो त्यो गाडीवालाको सिन्सर गरेर मलाई त्यो नम्बर पठाइदिनु। यता हुनुहुन्छ मामु भन, यता हामी छौँ। हिँड के अरे तमिल टुको छुचादाङमा लगेर हाल न त जा भयो नि। ल किन लगिदिनु होला भनेर म्यासेज गरेको। ल त्यो म्याच पढ्नु त अब त्यसको अर्थ भेनाले कस्तो राम्रो भयो। हो साँच्चै। गुड मर्निङ म्याडम, यहाँको यात्रा सुखद रहोस्, जय श्री पशुपतिनाथ भनेर। भेना अर्थ के अरे? त्यो भनेको डकुमेन्ट नबिर्सिकिन मेरो लगिदिनु है भनेको। कति भेना मेमोरेबलको लागि राख्छु। भेनाले त के हो पुरा, भेनाले त सोसियलमा त खत्रै मार्क्स ल्याउँछ है क्या यस्तो पाराले त। हो त अनि सोसलमा त कति ल्याएको अरे मेरो बुढाले, टन्डै ल्याएको। खतरा दिमाग लाउनु हुँदो रहेछ नि त, यस्तो खालकोले त सोसियलमा धेरै मार्क्स ल्याउँछ क्या। हामी चाहिँ जाँदैछौँ भन्नु न, कसो नबोल्नु भएको? हामी चाहिँ जाँदैछौँ, मेरो निराश दिन भन्नु न। आज चाहिँ हामी इन्छन एयरपोर्ट जाँदैछौँ। झन्डै पिएस हुने टाइम भएको छ होइन। ल हाइवे इन्छन हाइवे। यो खम्दाङ इन्छन खम्दाङ होइन, कम्पनी एरिया। यतातिर एउटा गाडी बेच्ने ठाउँ छैन छुङ्गो तल, छुङ्गो खम्दाङ छ क्या एउटा। इन्सन आइपुग्यो हामी होइन। ल हेलो हेलो के छ हजुर? ल सुरुमा यो बाटो आउँदाखेरि सानो छ किन पर्यो, उताबाट ल्याउँदाखेरि क्या बिहान बिहानै ल्याएको थियो नि त कुरिनरमा बिहान बिहान आएको। ए त्यति बेला आएको पुल त यो पुल पो हो। खोइ पुलै आइएको त कहिले सुरुचोटि आउँदा के त हामी याद गरेन। यतापट्टि रेल पुग्छ यो साइडमा बिचमा। ए माथि माथिपट्टि हिँडेको त्यतिखेर पल्लोपट्टि हिँडेको होला नि, उताबाट आउँदाखेरि तँपट्टि होला नि। म याद गरिनँ त के पो गर्दा थियो म चाहिँ। सुतेको थियो होला, किन रातभरि ट्राभल हुन्छ नि त। फेरि होइन नि तिमीलाई त त्यो थियो नि, डाइरेक्ट थियो नि ल्याएको। हामीलाई पनि ट्रान्जिट हुँदै ल्याएको थियो र सुत्यौँ होला त। हामी चाहिँ अहिले इन्सन एयरपोर्ट आइसकेको छौँ होइन। कोरियन एयरहरू देख्न सक्नुहुन्छ, एयर एसियाना, कोरियन एयर,
एयर भुसान हो एयर भुसान के त नचढ्नै अस्ति यस्तो के भन्छ चिजु एयर होला होइन त्यो भएर त्यस्तो भन्दा अरू त कहाँ प्लेन चढ्ने चिज त मलाई डर चाहिँ डर लाग्छ है साँच्चै भन्ने अहिले चल्यो चेजुया त यत्रो पनि थियो नि त त्यही भएर म आइसिआन मात्रै चढ्दै खाने हामी चाहिँ लगभग एयरपोर्ट आइसक्यौँ इन्चन एयरपोर्ट अहिले यो कति नम्बर 2 नम्बर कतिको पर्छ नि यो एयरपोर्ट त अहिले 5 वर्ष 10 महिनामा नेपाल जाने मेरो इन्टरभ्यू ल्याऊ कहाँ हो गीत बजाएर नाच्दैछ त यिनीहरू त के हो पारामा आइपुग्यौँ तपाईँहरू चाहिँ कहाँ हो तपाईँहरू त अघि उडेर नि प्लेनै पो चढ्नु भन्ने सुनिरहेको थियो त कानमा भर्खर छाडी पो रहेछन् चिया इल्चुङ अरे चिया इल्चुङमा जाने त्यति छिरेर जाने बाहिर राखेको भयो पुलबाट जानु थियो नि त्यो पुलबाट भयो अब चिया मैले छिराइसक्यो तिर्दै जान्छ जस्तो छ त टुङ 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 मात्रै आइरहेछ होइन अहिले त ऊ हो छुच्चाको लाग्यो देयोङको हो त यो त थेयोङ लेखिरहेको थियो त घुमाउन मिल्छ होला नि पछि थेयोङ चुच्चा थेयोङ चङयोङ लेखेको छ त यहाँदेखि उता हुन्छ त होला नि लगेज लिएर जानु भ्यालेट पार्किङ ओन्ली अरे यो त त्यस्तो ठुलो त होइन यो हुन त फेरि मैले पनि आउनु उनीहरू जाँदैछन् भन्नु फाइनली हामी चाहिँ अहिले एयरपोर्ट आइपुगेर गाडी पार्किङ गरेर अब हामी प्लेनतर्फ जाँदैछौँ कि कसो हो प्लेनतर्फ होइन नि एकैचोटि कहाँ प्लेन कम्तीसाह्रो तर्सिन कहाँ एकैचोटि प्लेनतर्फ गइन्छ त अनि के तर्फ त्यसै थाहा हुँदैन के तर्फ भन्नु नि त म पनि पहिलोचोटि जाँदैछु विदेश यात्रा विदेश आफ्नो देशलाई विदेश भन्नु थाल्नु भयो हाम्रो दिदी चाहिँ 5 वर्षपछि फाइनल्ली नेपाल जाँदै हुनुहुन्छ तर खासै खुसी चाहिँ हुनुहुन्न उहाँ आफ्नो मान्छेलाई यहाँ छोडेर जानुपर्ने भएकोले गर्दा लाउनै नानी लाउनु आँटिसक्यो भयो बन्द गरिदिउँ अहिले भर्खर बनाइखायो 0.5ले उहाँ नानीको भन्दा क्या ला कति लिएर 0.5ले दोस्रो टाइमै अनि अहिले चाहिँ दिदीलाई पुऱ्याउँदा दोस्रो टाइमको यो एयरपोर्टमा हाम्रो नेपालीहरू रहेछन् एयरपोर्ट आयो है ओ माय गॉड Oh my god. डेल्टा एयरलाइन पनि छ अब चाहिँ रेनोलाई फोन गर्ने बेला हो ओ माई गड लु बिहान पहिला सुरुमा आउँदाखेरि त बिहान बेहोस भएर आइपुगेको थियो केही थाहा थिएन ऊ त्यहाँ पाइलट दाजु जस्तो छ ऊ त्यहाँ चाहिँ अन्जु पाइलट दाजु जस्तो छ पर गयो हामी सँगै जाउँ न त पाइलट दाजु रेणुका चढ्छ होला त्यसमा रेणुका चिनेको होला ए रेणुकालाई राखेर क्याप्टेन त्यहाँनिर उता दाजु चाहिँ घुम्दैछ मुन्टोहरू हाना खुकमिन होइन यो त खुकमिनको हो सँगै हामी चाहिँ अब
यहाँ यताउति गर्दैछौँ है एयरपोर्टमा आइपुगेर एयरपोर्ट ओ माई गड कत्रो राम्रो एयरपोर्ट एबिसिडी त कहाँ यिनीहरू जान्दैनन् त अरे मार्छ एबिसिडी त यिनीहरू जान्दैनन् आउँदैन अन्त नि अब रेडियोलाई लादियो भनेपछि सक्यो नि हाम्रो चाहिँ अहिले फोटोसुट चलिरहेछ हाम्रो मोडल हुनुहुन्छ लीला कन्दङवा लिम्बू खड्का पनि लास्टमा फोटोग्राफर हुनुहुन्छ को अरे दीपक लिम्बू हो के अरे नाम चाहिँ नाम के हो फोटोग्राफरको कस्तो अगाडिको चाहिँ निक्नेम हो अगाडिको चाहिँ निक्नेम हो अनि कास्ट चाहिँ छैन कास्ट चाहिँ के हो त यहाँ चाहिँ हुनुहुन्छ हाम्रो हिरो सर सोल्टी बहादुर अनि यो चाहिँ मेरो जुत्ता अरे अनि यहाँ चाहिँ छौँ हामी छोरा र म चाहिँ बसिरहेका छौँ यता फोटो खिच्दैछन् लु दिनु त तपाईँ पनि क्यामेराम्यान होइन फोटोग्राफर होइन त दिनु पर्यो नि अलिक राम्रो राम्रो हेलो 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 नमस्ते के छ हाल खबर हेलो एभ्रिवान वी आर हियर इन्टरनेसनल एयरपोर्ट यो वाज अप दिस इज मी फुलकुमारी लिम्बू तपाईँहरूकै फुल जस्तै फुलकुमारी अरे यता हाम्रो गणेश चौधरी घर जान मन ओ माय गॉड मलाई पनि घरै जान मन लाग्यो के गर्नु यतिजना मिलेर टिकट काट्दैनौँ त म त जान्छु र आउँदिनँ होला यता क्यामेरा फर्काउने कताबाट हो घर जानसँगै नै किनिरहनु पर्छ यताबाट क्यामेरा फर्काउने कता हो खै यो त्यो मिल्दैन क्या गर्दा गर्दै मिल्दैन अब स्टप गरेर टेन्सन भयो यार त्यही त ए यहाँ हुन त म वहाँ पनि भिडमा हेर्छु नि कहाँ हो को हो क्यामेराम्यान नै देखेन यहाँ त क्यामेराम्यान नि भिडियोग्राफर ए हो त हामी त लाग्दैछौँ कि ए लाग्दै पो होइन पो हामी हामी त भाउजूहरूलाई पठाउँदै पो छौँ कि यस यहाँ सामान हेर्नु कि एक टडक जति छ फेरि अर्को एक सडक आयो भयो टुक्रा टुक्रा के गाडी छात्र रेणुका गुरुङ भन्थे कि मैले त्यही चोरेको हो क्या अर्को आज्ञाकारी छात्रा लेख्नु बिर्सेछ लगेजमा कन्दङमा लीला मात्रै लेख्दैछ नि त कसले लुकाइदिएछ भरे लगिँदैन है गणेश उता हाम्रो आजको क्यामेराम्यान हुनुहुन्छ उहाँ चाहिँ मैले एक दिनको लागि हायर गरेको धन्यवाद तपाईँलाई हामी त हामी त अनि एयरपोर्टमा बस्दा बस्दै नेपाल जाने टन्नै भेला भइगयो त्यहाँ ए के हो उही छोडिदियो अरे हाम्रो चाहिँ एक ट्रक सामान पनि भेला भइसकेको छ गणेश होइन गणेश र ऊ गएको छ के अरे सुनिल गएको छ ऊ झन् त दाइहरू त अजाङतिर नेपाल जाने चाहिँ दुईजना हाम्रो यता एकजना अनि हाम्रो यता एकजना कुन्टे है बाबालाई छोडेर जाने हो आज बाबालाई एकचोटि के छ कस्तो छ अवस्था एक्लै भए नि भने कि दुई शब्द जाओस् त प्लिज प्लिज दुई लाइन अघि रेणुकालाई बोलाएको त मेरो छोरा त मै कति साह्रो रोएर म त टेन्सन लाग्यो झन्डै बेहोस हाम्रो भेना अब रुनुहुन्छ होला एक दफा त बिचरा के गर्नु र यस्तै छ जिन्दगी 3 महिना हो 3 महिना धेरै चिन्ता गर्नु पर्दैन प्लिज गाइजहरू एक दुईवटा त्यो ल ओके ओ यहाँ चाहिँ हाम्रो नेपाली सोल्टाहरू हुनु थालेछ आमा जाने मान्छे चाहिँ भित्र छिरे हामी चाहिँ यहाँ बसिरहेछौँ सरर यो कसको अरे यो लगेज चाहिँ यो ह्यान्ड क्यारी कसको
हामी चाहिँ अहिले यहाँ हाम्रो जाने मान्छेहरू पर्खिरहेको छौँ कतिखेर खिचेछ उनीहरू दुईजना त खिची पो हाल्छ त फेरि मिलाएर हामीलाई त सिकाउँदैनन् पनि कतिखेर खिचेको त्यो अन्त कस्तो दामी हेरेको क्या उनीहरू दुईजनाले मात्रै खिचे म पनि त्यहाँ खिच्छु सबैजना पक्लक पुक्लुङ यहाँ चाहिँ लडिरहेछन् जाने मान्छेहरू चाहिँ बोर्डिङ पासको लागि गइरहेछन् हामी चाहिँ यहाँ लडी गर्दै बसिरहेको छौँ ल फोटोसुट गरौँ है फोटोसुट गरौँ फोटोसुट ए भेना पो रहेछ नि यहाँ चाहिँ सबै हामी अब नेपाल जाने टोलीसँग खिच्ने छिटो बस है मेरो छोरा अन्त त्यसलाई बोक्न म त लास्ट टाइम म बोल्नु पर्यो नि अब जाने बेलामा अरे यो कहाँ राख्नु पर्ने यो प्लास्टिकलाई अब लगभग जाने बेला भए हाम्रा बाबुहरूको होइन अब जान्छ चोलेर जान्छ अब छोडेर ल क्यामेराम्यान अब चाहिँ भिडियो स्टप हुनु भएन कि गइन्जालसम्म स्टप गरेर खिच्दा नि हुन्छ के छ त अब तपाईँलाई रौँ रौँ लागेको छैन रुएर के गर्नु जानेलाई नलाग्नु रुदिन 3 महिनामा आइहाल्छ होइन 3 महिनामा आउँछ नि 3 महिनामा आइहाल्छ नि भन 3 महिनामा त छिटो आउला तिमी 3 महिनामा छिटो आउला मान्छे फोनमा बिजी छन् त म नि एउटा फोटो खिचौँ त दुईजनासँग मसँग नखिच्ने अरे बाबुसँग भने होइन रेणुका र मसँग भने बुझ्नु छैन बाबुलाई त गरेन नि त कसरी दिन्छ क्या हो बाबु त भइहाल्यो नि त्यहाँनिर उसको त रिटर्न उ त छ भिसा हाम्रो त छैन जे पनि हुन सक्छ होइन भाइ नआउन पनि सकिन्छ खिच्नुहोस् तपाईँहरू सुनिल सल्टीलाई त्यो ह्यान्डओभर गर्नुहोस् क्यामेरा सुनिल किन पछाडि बस्या को यो मान्छे फेरि के अरे दिउँ ह्यान्डसम बनेर कता हौ सोल्टी लाग्दिको हामी त हौ चल्दिएको त पहिला जानु लागेको डेन्जर त यार हेर अनुहारै निकाल्न आँट्यो फेरि पछ्याउँछ म फेरि त्यहीँबाट टाढोबाट खिच्नु न टाढोबाट राम्रो आउँछ क्या खिचौँ न फोटो ए खोइ भाउजू भन्नु लाग्यो एकजना मात्रै देखेँ क्या थ्याङ्क यू भनौँ थ्याङ्क यू काका भनौँ भाउजू नेपाल जान पुरा टेन्सन भनेर बसिरहेको छ के टेन्सन परिगयो अब भाउजू जान लाग्यो अनि अब तर जाने अनि को जाने किन जाने ल अब हाम्रो चाहिँ छुट्टिने बेला यहाँ फोटोसुट चलिरहेको छ परिवारको छोराहरू हेरेर खत्तम फेरि क्यामेराम्यान आमोस पाण्डे यता चाहिँ हाम्रो काका आइरहेछ ड्यास ड्यास डिसी हानिहाल्नु त नकोले नकल छिटै आउला छ्यामा एकैचोटि छिटै आउला यो त यता आमालाई सिधा होइन तेर्सो
हेलो हेलो अरे बाबु बाई 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 प्लेनमा त चलाउँदैन नि त झरे छैन होला बसेको ठाउँमा हेर एकचोटि छैन भने ब्यागमा त हुन्छ छ होला त्यही होला त्यो झरेको ठाउँमा चाहिँ बसेको ठाउँमा हेर होइन होइन त्यस्तो ठुलो समस्या होइन जस्तो अहिले यहाँ लागिरहनु पर्यो काममा भनेर हो र अहिले त्यहाँ भित्र केही पर्ने फोन गर्न सजिलो हुन्छ नि त जाँदा जाँदा पिङ्क कलरको ब्यागमा पनि बाँदर त पशुपतिमै छ भन्थे त यतैबाट बोकिदिएको अर्को त बोल्दैछ त अनि सोई सोई ला हो रहा लगाइहाल्नु बोकिहाल्नु पर्ने हो अहिले त उता गरिँदैसम्म हातै पकाएर त्यहाँसम्म पुग्दा अब आँसु आइहाल्छ किन नरुने पासपोर्टहरु उसलाई दियो कि के तिम्रो पासपोर्ट पानी दियो यस्तो हुन्छ यताबाट यस्तो यता ग्रीन को निकै नै भेटेछ पुलिस आएर नि फेरि के अरे मिलापत्र गरेर उपचार गर्ने सहजमा त गइदिएछ त्यसबाट त्यस्तो त कहाँ पाइन्छ होइन नि कहाँ आफूले गर्न के हाल्छु भने पाइहाल्छ नि ढुक्कै त्यस्तो हात हालेको त्यस्तो डेन्जर हो नि त अनि तिनीहरूले यदि हात हालेको छैन त्यस्तो सुनिल सक्छ तिनीहरू पर्छ नि त होइन भिजाहरूकोमा थप्ने आउने समस्या हुन्छ ए जाउँ 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 क्यामेरा के अरे करी थोम्सन आइरह होला होइन क्यामेरा पनि बन्द गर्यो भने नरोइकन जानु है त्यसो भनेर रुवाउँछ लौ। आइहाल्ने मान्छे हो कारण हो त्यही त नि बाई बाई यार इमिग्रेसन कहाँ हो खोइ जाने बेलामा फेरि जानु पर्दैन जाने बेलामा एकैचोटि हाँसी दिउँ न त एकैचोटि हाँसी गर्दैन त जाने जाने बेलामा नपर्यो एकैचोटि हाँसी गरिदिउँ न त नि छामा जाने बेला एकचोटि हाँसी गरिदिनु पर्यो नि त छामा होइन जबरजस्ती हाँस्नु छ नि निन्दा लाग्यो निन्दा लाग्यो नि
बन्द गरिदिउँ कि अझै पनि यो पसेको लाम्चो बनाएर लाम्चो यसरी सबैजनाले लामो बाटो जानु सुटु गरिदिनु पर्छ हात सुटु गरिदिनु ठुलाकोहरूले राम्रोसँग जाऊ भन्नु बोला आउनु लु राम्रो जान्छ शुभ यात्रा हजुरहरूलाई ला रुएर खतमै भएको नानी निद्रा लागेर के फाइनल्ली अब हामी चाहिँ दिदीहरूलाई छोडेर अब घरतर्फ लाग्यो दुई शब्दहरू अलिक कुट्छ नि फेरि भेनाले मलाई भेनाले त मलाई कुटी पो हाल्छ त फेरि कम्तीको छैन कोरियामा यस्तो छ है मान्छेहरू बाटो काट्नुको लागि पुराए दौडाउँछन् स्मुथली घुमाउने स्मुथली घुमाएको क्या सुई अब हामी फर्किने चाहिँ यतिजना कतिजना 3 जना 4 5 6 जना अब हामी चाहिँ दिदीहरूलाई पुऱ्याएर घर फर्किने क्रममा छौँ अहिले चाहिँ हामी यहाँ आउँदै अब यहाँ खाना खानु पर्यो बिहानको खाना खाएको छैन अहिले चाहिँ त्यही भएर खाना खानु छिरेको हामी यहाँ मासङमा यहाँ आइपुगेर खाना खाने तर्खरमा हामी चाहिँ चुइगम फ्याँक्नु भने चुइगम त अझै फ्याँक्नै मन लाग्छ अझै खानु मन लाग्छ 2 चोटि चाहिँ पड्काएर फ्याँक्नु एकछिन चुइगम चक्राउनु पर्यो भनेर ल अब चाहिँ हामी यहाँ खाना खान आँटेको के अरे भएन खानाको नाम भन्नु ठेकी कुप्पा खाना आँटेको मलाई लगाइदिनु है के लाउनु पर्यो हामी चाहिँ अहिले यहाँ दिदीहरू पुऱ्याएर घर आइपुगेको फेरि उता कता लफडा परेछ अनि हाम्रो भेना चाहिँ यहाँ पुरा मान्छे मिलाउने हो कि मान्छे के गर्ने हो जान आँट्नु हो खरे अब हामी जान्छौँ ला बिरालो तर्छ मात्रै हो मलाई अहिले चाहिँ हामी यहाँ पुलिस चौकीमा कुद्छौँ कहाँ जाने रे कहाँ जाने त्यसो गर्नु हुँदैन मार्छु रिसाउँछ नि त्यहाँ बिचराहरू वेलकम टु द फुल कुमारी वेलकम ब्याक टु द फुल कुमारी ब्लग गाइजहरू अब चाहिँ आज एयरपोर्ट सेयरपोर्ट गएर आएर होइन अचार बनाउने योजना बनाएर चोयाचेको अचार खाने अरे दामी बनाउँछ नि फुलकुमारीले अचार त फेरि चोयाचेको सबैलाई चाहिन्छ भने मानन बट्टाको 1 बट्टाको मानन हो होइन किन्नुपर्छ भने यसो सम्पर्क गर्नु भन्छ होला अचारको एडभर्टाइज पनि गर्दा क्या 1 बट्टाको मानन कस्तो छ मिठो 1 बट्टाको माननमा किनेर खाएन तिमीले 1 बट्टाको माननमा किनेर खाएन तिमीले त्यतिमै किनेर खाएन म त लाग्थ्यो साँच्चै मिठो बनाउँछौ अस्ति यही लिएर गएन आफू जस्तो छ त्यस्तै पिरो लिनु हेर न खै हुँदैन हातमा दिनलाई
अदुवा लसुन लियो अदुवा यही ठुलो लिएर जाउँ न सजिलो हुन्छ तास्नुलाई होइन उतै लियो नि त त्यही भएको होइन यो लैजाउँ न फ्रेस खाने लानु भयो यही प्लास्टिक यो फ्रेस अरे फ्रेस चाहियो फ्रेस हो यो त फ्रेसै जस्तो लाग्छ मलाई के भन्छ कि होइन हौ छोरी? ल उसले त अर्ग्यानिक अगाडि टिपिसकेको दिदीको बोली कि होइन हौ अरे तपाईँले पनि त होइन भनेर खालि मलाई फ्री खानु त्यो त म पहिल्यैदेखि भन्थेँ नि त ल अब चाहिँ आजको लागि इन्डिङ हो क्या हो ब्लग फुलकुमारी डन कता गयो अर्कोचोटि पनि काम दिन्छ अचार कति पट्टा किनेको तिमीले 2वटा किनेको यता ठ्याक्कै सिक्नु ठ्याक्कै सिमेन्ट गऱ्यो त्यो ठग जस्तो छ हौ फुलकुमारीले अचार बनाउनु हुँदैछ त्यो त विज्ञापन नगरौँ न किन के भने क्या मलाई मन परे ल अब यहाँ हामी चाहिँ अहिले माटबाट सामानहरू किनेर घर गएर अब यसो चाँजो पाँजो मिलाउनु पर्यो अनि त्यसपछि एट दाम यो चाहिँ खतरा हो क्या यो गाडी चाहिँ यो चाहिँ मनपर्छ मलाई गिफ्ट गरिदिउँ त खोलो खोलो अब चाहिँ आजको भ्लग चाहिँ यहाँ इन गरिदिनु पर्यो ल बाई गरिदिनु गाई त ल बाई बाई गरिदिनु सबैले बाई 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 गर्दैन नि त फटाहरू